विश्वास भावना होइन, यो गहिरो आत्मिक चेतना हो। मसँगै भन्नुहोस्, विश्वास भावना होइन, यो गहिरो आत्मिक चेतना हो। हामी कतिपटक विश्वासलाई चाहिँ एउटा भावनाको रूपमा लिन्छौँ। विश्वास चाहिँ कतिपटक हाम्रो हृदयबाट हामी जब भावुक हुन्छौँ अनि हामी त्यो विश्वासलाई चाहिँ के गर्छौँ त, विश्वास चाहिँ मेरो लागि एकदमै महत्त्वपूर्ण कुरा हो अनि हामी विश्वासको लागि भावनामा बहकिएर कहिलेकाहीँ पुरै जे पनि गर्न तयार हुन्छौँ। अनि कहिलेकाहीँ हाम्रो लागि विश्वास चाहिँ कता हो कता, त्यो विश्वास कहाँ छ। हामीले कहिलेकाहीँ त्यो विश्वासलाई भेटाउँदैनौँ हाम्रो जीवनमा। कहिलेकाहीँ हामी आफ्नो अगाडि देखेको कुरालाई लिएर हामी बढी विश्वस्त हुन्छौँ अनि हामी उत्तेजित हुन्छौँ र हामी त्यो विश्वासको पछि लाग्छौँ। तर म तपाईलाई भन्छु, आजको दिन उत्साह दिन चाहन्छु मण्डली, विश्वास चाहिँ तपाईँ भावनामा बगेर आउने कुरा होइन। विश्वास चाहिँ तपाईँ चाहिँ एकदमै त्यो भावुक भएर गर्ने कुरा होइन। यो विश्वास तपाईँको आत्मिक चेतना हो। जुन कुरा जब तपाईँको आत्मिक चेतनाभित्र यो कुरा छिर्छ, जब तपाईँको हृदयभित्र यो गर्छ, तपाईँको चेतनाले भन्छ कि यो मैले गरेको विश्वास जब तपाईँको भित्र छिर्छ र त्यो विश्वास जब तपाईँ भित्र बनिरहन्छ, मण्डली म तपाईलाई उत्साह दिन चाहन्छु, तपाईँ भावनामा होइन, तपाईँ गहिरो आत्मिक चेतनामा प्रभुमा जब विश्वासमा बढ्नुहुन्छ, यसले तपाईँको जीवनलाई बदल्दछ। हामी भावनामा बहकिएर त जे पनि गर्न सक्छौँ, हामी भावनामा बहकिएर हामी जस्तो कुरा पनि गर्न सक्छौँ। तर म तपाईलाई उत्साह दिन चाहन्छु, हिब्रू 11:1 भन्छ, विश्वास चाहिँ आशा राखेका कुराको निश्चय र नदेखेका कुराको दृढ भरोसा हो। यसकारणले म तपाईलाई उत्साह दिन चाहन्छु, तपाईँ भित्र गहिरो चेतना हुनुपर्छ। यदि विश्वासमा तपाईको गहिरो चेतना भयो भनेदेखिलाई तपाईँ कहिल्यै पनि परमेश्वरबाट र उहाँको शक्तिबाट र तपाईले राखेको आशा, अनन्त जीवनको आशा, परमेश्वरतिर हेर्ने तपाईको नजर, तपाईको विश्वास कहिल्यै पनि कमजोर हुँदैन। हालेलुया। जब हाम्रो विश्वास भित्र चेतनामा छिर्छ, तपाईले यो नाङ्गो तारलाई किन छुनुहुन्न? यो बिजुलीमा जोडिएको नाङ्गो तारलाई किन छुनुहुन्न? कसैले भन्न सक्नुहुन्छ? तपाईले यसकारण छुनुहुन्न किनकि तपाईलाई थाहा छ जुन दिन तपाईँ यो छुनुहुन्छ तपाईलाई करेन्ट लाग्छ र तपाईँ लड्नुहुन्छ, तपाईँ मर्नुहुन्छ। विश्वास पनि यही हो। हामी भावनामा बकिएर होइन, प्रभुलाई गर्ने विश्वास, मण्डली आउने, आराधना गर्ने, सेवा गर्ने, संगति गर्ने, परमेश्वरको महिमा गर्ने कुरा चाहिँ भावनामा बहकिएर होइन, तर यो कुरा चाहिँ आत्मिक चेतना भित्रबाट हो। जुन दिन तपाईलाई थाहा हुन्छ, जुन दिन मैले पाप गर्छु, जुन दिन मैले गलत गर्छु, त्यो दिन मेरो आत्मिक जीवन मर्छ भन्ने कुराको जुन दिन तपाईँ भित्र चेतना छिर्छ, त्यो दिन तपाईले कहिल्यै पनि परमेश्वरबाट टाढा हुने काम गर्नुहुन्न। मण्डली हालेलुया। त्यो दिन तपाईले परमेश्वरलाई चित्त दुखाउने काम गर्नुहुन्न। त्यो दिन परमेश्वरलाई चोट लाग्ने काम तपाईले गर्नुहुन्न, किनकि तपाईको आत्मिक चेतनाको लेभल बढेको हुन्छ। आमेन। यसकारण म तपाईलाई उत्साह दिन चाहन्छु, तपाईले गर्ने विश्वास, तपाईँ जुन विश्वासमा हुनुहुन्छ, तपाईले गरेको विश्वास चाहिँ भावनाको कुरा होइन। मण्डली म तपाईलाई उत्साह दिन चाहन्छु, जुन दिन तपाईँ भित्र आत्मिक चेतना हुन्छ नि, त्यो दिन तपाईले कहिल्यै पनि परमेश्वरलाई दुखी तुल्याउने काम गर्नुहुन्न। तपाईँ भित्र जबसम्म त्यो आत्मिक चेतना हराउँछ, अघि नै मैले सुरुमा भने कि हाम्रो जुन महिमित आशा छ, जुन आशाको निम्ति हामी बोलाइएका छौँ, जुन सुसमाचार हाम्रो जीवनमा आएको छ, जुन दिन त्यो आशा हाम्रो कम हुँदै जान्छ नि, त्यसपछि हाम्रो विश्वासको चेतना कम हुँदै 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 जान्छ।
म तपाईँलाई उत्साह दिन चाहन्छु आज तपाईले गरेको विश्वास यस्तो होस् तपाईको वरपर कोही नहुँदै गर्दाखेरि पनि तपाईँ एक्लै हुँदै गर्दाखेरि पनि तपाईँ परीक्षामा हुँदै गर्दाखेरि पनि तपाईँ समस्यामा हुँदै गर्दाखेरि पनि तपाईँ चोटमा हुँदै गर्दाखेरि पनि तपाईँ रोगमा हुँदै गर्दाखेरि पनि तपाईँ एक्लोपनमा हुँदै गर्दाखेरि पनि तपाईको विश्वास चाहिँ कमजोर हुन हुँदैन किनकि तपाईँ भावनामा बग्ने व्यक्ति होइन तपाईँ चाहिँ आत्मिक चेतनामा भरिएको विश्वासी हुनुहुन्छ तर जब हामी भित्र विश्वासको आत्मिक चेतना छिर्छ नि तपाईलाई थाहा हुन्छ मैले प्रार्थना गरेन भने म अन्धकारको शक्तिको परीक्षामा पर्छु तपाईलाई थाहा हुन्छ मैले वचन पढेन भने परमेश्वरको मार्गनिर्देशन मैले पाउँदैन जुन दिन तपाईलाई थाहा हुन्छ कि मैले परमेश्वरको संगतिमा गएन भने मेरो जीवन चाहिँ सुक्खा हुन्छ तपाईलाई थाहा हुन्छ जुन दिन मैले परमेश्वरको अनि परमेश्वरलाई खोज्ने कुरा मेरो जीवनमा गरेन भने जुन दिन मैले मेरो परिवारमा परमेश्वरलाई खोज्ने कुरा गरेन भने जुन दिन मैले परमेश्वरलाई आराधना गर्ने कुरा गरेन भने त्यो दिन मेरो जीवन चाहिँ परमेश्वरबाट टाढा हुन्छ र म जब प्रभुबाट टाढा हुन्छु जब अन्धकारको शक्तिले मेरो जीवनमा काम गर्छ भन्ने कुरा जब तपाईले बुझ्नुहुन्छ तपाई कहिल्यै परमेश्वरबाट टाढा जानुहुन्न र तपाईले आशा राखेको त्यो महिमित मुकुट तपाईले प्राप्त गर्नुहुन्छ हालेलुया।